बाँझोपन भनेको महिलाको समस्या हो। होइन, यो भनेको पुरुषमा पनि इक्वली त्यति नै छ होइन। अझ पुरुषमा चाहिँ इन्फर्टिलिटी अझ बढी पनि रहेछ। आइभिएफ गरेपछि जुम्ल्या बच्चा नै हुन्छ। होइन, त्यो डिपेन्ड्स कि तपाईँको कतिवटा भ्रूण ट्रान्सफर भएको छ र रियरली सिङ्गल ट्रान्सफर गर्दाखेरि पनि कहिलेकाहीँ चाहिँ ट्विन हुन्छ। एजले फरक पार्दैन, हेल्दी र फिट भए पुग्छ। होइन होइन, एज चाहिँ नम्बर 1 फ्याक्टर हो। तपाईँको आइभिएफ या फर्टिलिटी प्लानिङ छ भने हेल्दी मात्र भएर हुनु, एज चाहिँ धेरै नै म्याटर गर्छ। आइभिएफ भनेको ओल्डर उमेरको जोडीहरूको लागि मात्र हो। नो नो नो, तपाईँको कम उमेरमा पनि यदि ट्युब ब्लक भयो अरू कुनै कारण छ भने हामीले छिटै पनि आइभिएफ गर्नुपर्ने हुनसक्छ। आइभिएफ भनेको 100% सक्सेस हुन्छ। 100% सक्सेस भनेको यो आइभिएफमा कतै पनि छैन, वर्ल्ड वाइड कतै पनि छैन होइन। सो तपाईँले ट्राई गर्ने हो, बच्चा हुन्छै भने ग्यारेन्टिड चाहिँ हुँदैन। आइभिएफ गरेपछि 9 महिना बेड रेस्ट नै चाहिन्छ। यो पनि कम्प्लिटली रङ हो होइन। तपाईँले आइभिएफ गरेपछि यदि प्रेग्नेन्सी नर्मली गोइङ छ भने आफ्नो जबहरू कन्टिन्यू गर्न सक्नुहुन्छ, आफ्नो कामहरू सबै गर्न सक्नुहुन्छ। सुरुमै आइभिएफ स्पेसिस्टका जानु हुँदैन, उनीहरूले आइभिएफ अँ, मात्रै भन्नुहुन्छ। होइन, त्यो पनि कम्प्लिटली रङ हो होइन। तपाईँको कन्डिसन हेरी हेरी होइन, नेचुरली या आइयुआईबाट पनि बच्चा हुन्छ, सबैलाई आइभिएफ चाहिन्छ भन्ने हुँदैन।